चन्द्र प्रभावतीको निधन चाहिँ कस्तो भयो भन्दाखेरि कालु पाँडे कीर्तिपुरमा मारिएपछि चन्द्र प्रभावती त्यस बेलामा चाहिँ बिरामी हुनुहुँदो रहेछ। अनि उहाँले नवराजा पृथ्वीनारायण शाहलाई र नरेन्द्र लक्ष्मी महारानीलाई कीर्तिपुरमा कालु बितेछन्, उहाँले फेरि कालु भन्ने, पृथ्वीनारायण शाहले काले भन्ने, उहाँले फेरि कालु भन्ने। कालु कीर्तिपुरमा बितेछन्, बाबु तिम्रो राजा रानी भएर खोपलाङमा जाऊ, गोर्खाको खोपलाङको कालु पाँडेको घर र कालुको जानलाई भरोसा देऊ। अब चाहिँ वंशराज पाँडेलाई कजाइदिनु, कालु पाँडेको जेठो छोरो दामोदर सानो छ, दामोदर पाँडे, त्यसलाई पनि ठुलो भएपछि भरोसा दिनु, अलिकति खर्च पनि देऊ। मलाई पनि मुमा महारानी सवारी हुन खोजिबक्सिया थियो, बिरामी भएर आउनु पाइबक्सेन भनेर मेरो पनि सन्देश पठाऊ, जो राजा रानी भएर खोपलाङमा गएर कालुको जानलाई भरोसा देऊ। कालुको छोरोलाई चाहिँ वंशराजलाई पनि ठुलो भएपछि कजाइदिनुपर्छ भनेर सल्लाह दिइन् र त्यसको चाहिँ 10-20 दिनको वरपर चाहिँ उनको पनि निधन भयो र उनी बितेपछि पृथ्वीनारायण शाहले विलाप त गरेका छन् रे है, मेरो भरोसाको केन्द्र, मेरो आस्थाको केन्द्र पनि बितिबक्सियो, कालु पाँडे मेरो दाहिने हात ऊ पनि बित्यो, अब म असहाय भएँ, म डगमगाएँ, मलाई अब चाहिँ आधार भएन, मेरो भरोसा भएन अब भनेर अलि भावुकता त्यति बेला देखाएका हुन् रे। भनेपछि कालु पाँडे मरेको चाहिँ अब 2-3 हप्ताको वरपर भन्ने खालको चाहिँ एसपी आचार्यले लेखिया छन्। त्यो स्रोत कहाँबाट ल्याए भगवान् जानुन्, मैले अरू इतिहासकारको किताबमा भेटाइनँ, न वंशावलीमा भेटाएँ, न बाबुराम आचार्यकोमा भेटाएँ, न बालचन्द्र शर्माकोमा भेटाएँ, न सूर्यविक्रम गेवालीकोमा भेटाएँ, न ज्ञानमणि नेपालकोमा भेटाएँ। त्यतिको आधारमा मैले चाहिँ त्यो लेखेको। गोत्र परिवर्तन र तपाईँको चाहिँ त्यो गोत्र परिवर्तन त अब वंशावलीमा पनि छ, तर यो निधनको कुरा चाहिँ त्यही एसपी आशाको किताबमा मात्रै भेटाएँ मैले।